Hello and namaste everyone. How are you all? Once again, welcome back to my channel. As you can see, हामी चाहिँ गाडीमा अहिले गाडीमा बसिरहेको मकवानपुरको गाडी है। पृथ्वीनारायण शाहको ससुराली हो यो। स्टोरी चाहिँ सुरु हुन्छ यहाँबाट। जहिले मै ढिला हुन्छ यार। केटाहरु कहाँ होला त अब? सो हामी चाहिँ अहिले चोबारमा है। अनि अहिले चाहिँ रातिको 7 बज्न 2 मिनेट बाँकी छ गाइस। हामीले चाहिँ अघि भन्न थाल्यो के तपाईलाई तालुङ गरेर बस्ने भेट्दैन त्यहाँबाट जाने हो र। सो मकवानपुर गढीको लागि हिँडेको 4 जना। अहिले चाहिँ 7 बज्न थालिसक्यो। अब आज त मकवानपुर गढी पुगिदैन। आज गएर हेटौँडा बसिन्छ होला। सो मकवानपुर गढी चाहिँ यहाँदेखि 100 किलोमिटर छ हैन। मकवानपुर गढी चाहिँ यहाँदेखि 100 किलोमिटर छ। अनि हेटौँडा चाहिँ 80 किलोमिटर छ गाइस है। सो हामी रातिको समय भइसक्यो, आनन्दले जान्छौँ। दक्षिणकालीको बाटो अझै बनेकै छैन गाइस है। बाटो चाहिँ यस्तै छ, खै कहिले बन्ने हो। तर धुलो चाहिँ उडेको छैन यार आज, पानी परेको भएर होला। केही प्रब्लम भएको जस्तो कि अनि पुलिसले मान्छे हालेर पठाइदिएको जस्तो। यो एम्बुलेन्स आएको थियो, कोही केही भयो। हामी त अक्क फाकेल कट्यो अहिले चाहिँ। पहिरोले बाटो चाहिँ ध्वस्तै बनाइदिएछ, जताकति पहिरै पहिरेछ। अनि अहिलेसम्म चाहिँ 35 किलोमिटर पार गरिसकेछ। अझै हेटौँडा छ 45 किलोमिटर। यहाँदेखि 9 बज्न चाहिँ 12 मिनेट बाँकी छ। गाडी फसिरह। लो 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 यस्तो यस्तो गाडीहरू हाल्छ। अनि कहाँ तान्नु यस्तो रोयल कुलेखानी है। ठुलो गाडीले गर्दा हो। ए ल ल ल बिस्तारै बिस्तारै है। ल ल ओ ब्याग पो आउँछ त मुहा न्युज त। कति बजी यार? 9:30 भइसकेको छ। 25 मिनटमा आयो यार, अघि नैको ठाउँदेखि यार। यार पानीले अझ साइको साइको बनाएर हो। बाटो हल्का साइको भएर मात्र पानी भएको ठाउँ स्ट्रेट हो नि फेरि। खाजा छ दाइ? खाजा छ? खाम न त ल जाउँ। हामी चाहिँ अहिले देउरालीमा है। ल त हस् त है त। ल हुन्छ त हस्। गाइस चिया खाए है। काम त छैन रहेछ। जस देउरालीमै पर्छ होइन। नयाँ रहेछ, दामी रहेछ। ल हाम्रो बाइक चाउचाउ कफी मजाले खायो। अहिले चाहिँ 10 बजेर 20 मिनट गइसकेको छ। अझै छ हेटौँडा अराउन्ड 35 किलोमिटर जति। जाडो भयो भनेर रेनकोट ओर्दिनी सही सेभ गर्छ हो र। हावा पस्दैन। सही हो सही हो। ल जाऊ। लेट्स गो गाइस। हामी अब कन्टिन्यू गर्दै। हुस्सुले गर्दा बाटै कन्फ्युज भइरहेको, पुरा हुस्सुली केही देख्दैन।
उज्यालो छ हुस्सु पनि त्यस्तै लागेको ल खोला कत्रो ठुलो यार सो गाइज है पानी परिरहेछ पानी पऱ्यो तनाव भयो 1:10 बाँकी छ है कुखुरा गाडीहरू आइरहेछ पानी पऱ्यो यार खोला खोला कत्रो ठुलो ल भोलि आउँदा है त ल नभए पनि फोन गर्छु ल त ल धन्यवाद यार रातिमा उठे यत्रो दुःख पायो यार ल 1:30 भयो गाइज है 1:28 हेटौडाको बस पार्क Lo jam lo. Good morning everyone. Welcome back to my channel. हामी चाहिँ हेटौडामा अहिले हेटौडामा हिजो राति 2:30 बजीतिर आएको अनि अहिले चाहिँ बिहानको 6:30 भएको छ है अलमोस्ट सब रेडी भइसक्यो ओहो कस्तो भएको त हालत यार हिजो आउँदा कस्तो दामी थियो मेगा होटल हामी बसेको होटल बाइक पार्क चाहिँ यहाँ गइरहेछ सो हाम्रो बाइक चाहिँ यहाँ पार्क गरिरहेछ 2:30 बजी आयो केही भ्लग गर्न केही मन लागेन सिधै होटल खोज्यो होइन अनि सिधै रेस्ट एटलिस्ट मजा आयो हल्का रेस्ट भयो सब ठीक छ हामी बसेको होटल मेगा होटल अब हामी कन्टिन्यू गर्छौँ जाउँ अहिले चाहिँ 6:50 गइसक्यो अनि हामी चाहिँ सीमाचोक अनि सानपोखरा अनि चिच्चे खोला हटिया हुँदै हामी मकवानपुर गढी जान्छौँ 25 किलोमिटरमा यहाँदेखि मकवानपुर गढी पुगिन्छ रफली 1 घन्टा जति लाग्ला तर हामी बिस्तारै जान्छौँ यस्तो हतार छैन अल सेट टु गो है ओ हेटौडा सुन्दर शान्त हेटौडा सीमाचोक अब बुद्ध चोक आउँछ यो बुद्ध चोक हो लेफ्ट गयो भने चाहिँ चितवन पुग्छ बुद्ध चोक होइन लेफ्ट गयो भने चाहिँ चितवन पुग्छ सिधा गयो भने काठमाडौँ हामी चाहिँ राइट लाग्छौँ गाइज अब हामी चाहिँ राइट लाग्ने वेदर चाहिँ आज एकदम कुल छ त्यस मजाको वेदर भयो आज
यो चाहिँ गाई चुच्ची खोला भन्ने ठाउँ हो है। यहाँ चाहिँ एकदम फेमस चाहिँ खुवा हुन्छ हैन। अब हामी यहाँ खुवा टक्क खुवा खाएर जान्छौँ। खुवा र दुध खानु पर्ला। ओए सही हुँदो रहेछ त। खुवा बनेर हो दिदी? सो गाइज है खुवा खायो। खुवा यसरी बनाउँदो रहेछ दुधलाई पुरै पिसेर। सो अहिले चाहिँ 7:16 गइसकेको छ। चुच्ची खोला चाहिँ 8 किलोमिटर रहेछ हेटौँडादेखि। अब हामी कन्टिन्यू गर्छौँ। हस् दिदी। As you can see guys, यहाँनिर चाहिँ ढुङ्गा खसेछ। त्यहाँ माथिदेखि त्यत्रो ठुलो ढुङ्गा खसेर बाटो ब्लक भइरहेको। हामीले यो बाटो लिन थालेको सर्टकट चाहिँ। यो बाटो कस्तो छ थाहा छैन है। I don't know. आउँछ। You can do it bro, you can do it. जाऊ लो फुल अफ रोडिङ यार। तर मलाई त ठिक छ। ढुङ्गा उतार फाल्केला भन्ने टेन्सन जान्छ हो जान्छ। यस्तो दामी बाटो छ यार होइन ब्रो। बुलेट कता गयो? भ्यू चाहिँ बबाल छ कि। यस गो बाटो कहाँ छ? यो बाटो त होइन गाइज है।
नाच्यो यतै राखिदिउँ न त उ त्यो त्यो माथि ल राखिदिउँ न त यही नै हो जस्तो गढी यही नै हो जस्तो ओहो त्यो टायर नाच्यो यार सेट लो 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 त्यही भएर भ्यू चाहिँ अब्बरै दामी देख्दो रहेछ कि त्यत्तिकै मलाई पृथ्वीनारायण शाहले यहाँ मलाई टेक्निक खेलेर बिहे गर्छन् त अनि सेट अति बवाल अति बवाल राजा बस्ने घर पुरानो पुरानो कहाँ मुनि राख्थ्यो हो र यो त पुरिदिए अन्त धेरै भयो नि त हैन यो चाहिँ कैदीहरूलाई पनिसमेन्ट दिने ठाउँ अरे पहिला खास मेन गढी भनेको चाहिँ यही हो है राजाहरू बस्ने हैन सबै शासनहरू गर्ने अनि यो चाहिँ खाल्डो चाहिँ गाइज है युद्धमा चाहिँ त्यो यहाँ चाहिँ पानी जम्मा बाहुबली फिल्म हेर्नु भएको छ होला नि त यहाँ चाहिँ पानी जम्मा गरिदिन्थ्यो अरे हैन अनि गोहीहरू छोडिदिन्थ्यो अरे के गोहीहरू छोडिदिने रे अनि कोही आए यहाँबाट अब एट्याक गर्न त यो पुरा उ गरेर आउनु पर्यो नि त अनि गोहीहरूले खान्थ्यो अरे के अनि यही मात्र एउटा ठाउँ मकवानपुर गढी मात्र यस्तो ठाउँ हो कि जहाँ पृथ्वीनारायण शाहले युद्ध नगरी जित्नु भएको ठाउँ हैन बिहे गरेर हाम्रो पृथ्वीनारायण शाह सोल्टी पनि खतरा बाटो है त्यही भएर त नेपाल एकीकरण गर्नुभयो सो यो हामी बसिरहेको सबैजना है इन्जोय हल्का भ्यूको इन्जोय गरिरहेको म त पहिला पनि आएको थिएँ केटाहरूसँग है कलेज केटाहरूसँग धार्मिक दृष्टिकोणले पनि यो ठाउँ एकदम राम्रो छ किनकि यहाँ कृष्ण भगवान हुनुहुन्छ हैन उहाँलाई चाहिँ यहाँ साङ्लोले बाँधेर राखिरहेको छ है किन साङ्लोले बाँधेर राखिरहेको छ भने अब कृष्ण भगवान तपाईँलाई थाहा छ त्यति अब गोपिनीहरूसँग टक्क हिँड्ने बानी भएर अनि उहाँ जानुहुन्थ्यो अरे कि गोपिनीलाई भेट्न हेटौँडामा गोपिनी भेट्न जाने रे के तेल समथिङ केको लागि अनि कृष्ण भगवानलाई बाँधिदिएको रे अनि हामी चाहिँ बाटो बन्द रहेछ अर्कै बाटो आएको अब घुमिरहेको लगभग धेरै बेरै भइसक्यो 8 बजेर 13 मिनट गइसकेछ
काली तोप भन्ने यस्तो तोप थियो कि होइन यहाँदेखि रक्सोलसम्म तोप हान्थ्यो अरे क्या गाइज सोच्नु न कस्तो खतरा तोप होला कि अहिले पहिला यहीँ थियो अरे होइन अब यहाँबाट यस्तै त भने कसले उ गरोस् त्यो शिवम फ्याक्ट्रीको लागि ढुङ्गा उहाँबाट ल्याउँछ ल त्यहाँ माथि खारेको यहाँबाट त्यो माथि यस्तो खारे जस्तो छ नि खारेको त्यो यो पहाडै तपाईँको चुन ढुङ्गाको हो कि मकनपुर फेमस चुन ढुङ्गाको लागि भन्छ नि त सिमेन्ट निकाल्नको लागि ग्रेडिङ हुन्छ नि त अनि 53 54 समथिङ के अनि याद गर्नु भएको छ तपाईँले हेटौडा सिमेन्ट चाहिँ एकदम महँगो हुन्छ पाउँदैन जहाँ पाए त्यही सुरुमै भन्नुपर्छ भन्छ नि त्यो कारणले यही चुन ढुङ्गाको कारणले गर्दा होइन फेमस के ए गाइज अरू पनि छ तराईमा फ्याक्ट्रीहरू होइन त्यस्तो ग्रेडिङ आउँदैन कि ल अब जाउँ बिस्तारै बिस्तारै धेरै घुम्यो गाडी पनि तोप यस्तोमा राख्थ्यो होला कि होइन अनि तोप यस्तोमा राखेर हान्थ्यो होला कि तराई त यतै पर्छ नि तराई टाढा उता यो कट्ने बित्तिकै उता हानिदिनु नि सही होला लगिसक्यो कि यहाँबाट अनि यस्तो अब त केही छैन बाँकी अनि सुन भइहाल्छ नि यार सुन चाँदीहरू भइहाल्छ नि केही छैन यहाँ कहाँ राखोस् त ल के छ यहाँ केही छैन ल केही पनि छैन गाइज ल नथिङ एल्स अनि यतिवटा मन्दिर हो ल भएको पुरानो यहाँ झिकीहरू छ टिकीहरू छ खाली खाली केही छैन तोपहरू थियो कि पहिले हो र यतिवटा भगवान्को मूर्ति रहेछ उहाँलाई बिचारा लास्टै चकचके भएर एक्लै राख्दै होला ओके बाई बाई मकवानपुर गढी हामी फेरि पछि पनि आउनेछौँ खाना पनि यहाँ ढुङ्गाकै थियो होला अनि सो गाइज फर्किन लागेको है 9:15 मिनट बाँकी छ सही मजा आयो दामी रहेछ ठाउँ चाहिँ बाटो जाउँ बाटो बिग्रेको भएर सर्टकट भन्ने कि के भन्ने अप्ठ्यारो बाटो आएको त्यस्तै नै आयो रमाइलो गऱ्यो है भ्यू चाहिँ ओभरै अमेजिङ हो ओभरै अमेजिङ छ भ्यू चाहिँ है सो हामी ब्याक टु हेटौडा एकदम दामी ठाउँ यार हुन्छ नि एउटा त्यो बाइक राइडिङ गर्दाखेरि होइन अब मलाई अब हिजो पनि रातभरि बाइक चलायो होइन यस्तो मजा आयो क्या त्यो सुनसान होइन पिस के त्यो डिस्टर्ब भएको माइन्ड पनि पिस भएर होइन टाइपको हुन्छ कि बाटो चाहिँ धराप अब हेटौडा जान्छौँ अब सायद म धेरै त अब केही देखाउँदिनँ होला हेरौँ आगे बाटो त हो छोयो बुलेटको त्यही एउटा प्रब्लम हो क्या छोइदिन्छ खासै मेन गढी जाने बाटो चाहिँ यहाँदेखि हो होइन गाइज यहाँदेखि हो तर अहिले त्यो पहिरोको कारणले गर्दा बाटो बन्द भएको छ ढुङ्गा खसिरहेको थियो Thank you for watching guys. I hope you enjoyed. मन पर्यो भने लाइक ठोक्नु होला and don't forget to subscribe. See you in next video. Love you all. Jai Nepal.